हेलो साथीहरू सबैजनालाई नमस्ते। आज म तपाईँहरू सामने एउटा सानो मिनी भ्लग ल्याएर उपस्थित भएको छु र मैले यहाँ जापानमा रहेका साना साना गल्लीदेखि लिएर जापानको बाटो अथवा चाहिँ यहाँका बिल्डिङहरू कस्ता हुन्छन् त भन्ने कुरा म तपाईँलाई प्रत्यक्ष देखाउनको लागि चाहिँ म सानो एउटा मिनी भ्लग गर्दैछु साथीहरू। हो साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ यो हो जापानको मान्छे हिँड्ने बाटो। यो मान्छे अथवा साइकल हिँड्नको लागि बनाइएको बाटो यो, र गाडीको बाटो त्यहाँ छ। गाडी लेन अथवा चाहिँ गाडी बाइकहरू हिँड्नको लागि बनाइएको बाटो त्यो। र जापानले विकास कसरी गरेको छ, सानो सानो चिजलाई जापानले कसरी फोकस गरेको छ र कसरी म्यानेज गरेको छ भन्ने कुरा तपाईँले यहाँ हेरेर सिक्न सक्नुहुन्छ साथीहरू। हो, तपाईँले प्रत्यक्ष रूपमा हेरेर सिक्न सक्नुहुन्छ र अहिलेका नेपालमा भएका नेताहरूले पनि सिक्न सक्ने एउटा वातावरण हुन सक्छ यो। हो साथीहरू, यो हो जापानको एउटा गाउँमा भएको बाटो हो यो है। यो त्यति हाइवे होइन, यो सानो एउटा चाहिँ भित्री बाटो हो। यो भित्री बाटोलाई पनि जापानले यस्तो तरिकाले विकास गरेको छ, बाटोमा माटो भन्ने कतै पनि देखिँदैन कि तपाईँले बाटोमा माटो कतै पनि भेटाउन सक्नुहुन्न। यस्तो तरिकाले विकास गरेको छ कि यस्तो तरिकाले विकास गरेको छ कि विकास भनेको त यो हो नि त होइन। ल हेर्नुहोस्, त्यो वहाँ देख्न सक्नुहुन्छ, त्यो रातो मन्दिर जस्तो देख्न सक्नुहुन्छ, त्यो भनेको एउटा ट्रेन स्टेसन हो। त्यो चानेचुने छैन, सेम मन्दिरको डिजाइन गरेर स्टेसनलाई कस्तो तरिकाले चाहिँ सजावट गरेर सजाएर राखेको छ त भन्ने कुरा तपाईँले यहाँ प्रकष्ट देख्न सक्नुहुन्छ साथीहरू। हो साथीहरू, यो हो जापानमा रहेका बिल्डिङ अथवा चाहिँ जापानमा रहेका घरहरू। यस्तो तरिकाले फिनिसिङ गरेको छ, यस्तो तरिकाले विकास गरेको छ। बाटो घाटोदेखि लिएर पार्कदेखि लिएर सार्वजनिक शौचालयदेखि लिएर सम्पूर्ण चिजलाई कस्तो तरिकाले म्यानेज गरेर चाहिँ विकास गरेको छ जापान सरकारले भन्ने कुरा तपाईँले प्रत्यक्ष देख्न सक्नुहुन्छ साथीहरू। र साथीहरू, यो भिडियो के कस्तो लाग्छ, जे जस्तो लाग्छ त्यस्तै कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला।